कस्टमर सर्भिस भएन है दाइ 2:25 हुन लागिसक्यो मेरो फ्लाइट छुट्न लागिसक्यो एक त तपाईँको स्टाफको बोल्ने सहमत छैन त्यसमा जे सुने चाहिँ राइट रहेछ मैले पनि एक्सपिरियन्स गरेको थिएँ तर आज एक्सपिरियन्स गरेँ गाइज वेलकम ब्याक टु माई च्यानल न्यू डे न्यू ब्लग अनि आज चाहिँ लियो र म जाँदैछौँ भुटान भविष्य आफ्नो आफै नै अरूको हियाई बनाउँदैन यो देश सो लियो इज हियर लियोको दिदी इज हियर चाहिँ हामी ट्रली लिइदिनु जानुभएको छ यहाँबाट हामी चाहिँ सोध्दैछ भित्रै गएर बोर्डिङ गराउने लियोलाई पनि लियो सानी सोध्दैछ नयाँ नयाँ मान्छे सो गाइस मैले श्री एयरलाइन्सको टिकट काटेको थिएँ होइन लियोलाई पनि लड्ने भनेको किनभने चाहिँ म पहिल्यैदेखि सिरियसमा आएको अनि उसलाई पनि पहिल्यैदेखि सिरियसमा लिएर आएको आज के भयो भन्दाखेरि काउन्टरदेखि भित्र गएर लियोलाई हुन्छ भनेर भन्नुभयो म भित्र लग्न जानुलाई भित्र जानिदिनु भएन मलाई अनि अहिले मान्छे पठाइदिनु भयो मेरो फ्लाइट 2:25 को 2:12 भइसक्यो अहिलेसम्म नो अवस्था व्यस्त खै दाइ केही भएन त खै त कस्टमर सर्भिस भएन है दाइ 2:25 हुन लागिसक्यो मेरो फ्लाइट छुट्न लागिसक्यो भित्र जानु के अरे भित्र गएर आउँछु रोक्नु भनेको भन्नुभयो 2 बजे भयो 2 बजे भर्खर जानुभएको भित्र 2:12 भइसक्यो खै म भित्र गएर आउँछु भन्नुभयो अहिलेसम्म निस्किनु भएन एक त तपाईँको स्टाफको बोल्ने सहमत छैन सो गाइस टिकटकमा जे सुने चाहिँ राइट रहेछ मैले पनि एक्सपिरियन्स गरेको थिएँ तर आज एक्सपिरियन्स गरिहालेँ सो वेट गरौँ फ्लाइट छुट्यो भने त आई वान्ट रिफन्ड जहाँसम्म लाग्छ श्री एयरलाइन्सको भएर आउन अर्को फ्लाइट छैन जस्तो लाग्छ लास्ट फ्लाइटै बुक गरेर जस्तो लाग्छ मैले किन रिफन्ड चाहियो अलिक फ्लाइट चाहियो नि यार आजकै फ्लाइट चाहियो गयो रिफन्ड यत्रो वहाँदेखि 6000 गाडीको ला यहाँदेखि यत्रो कुरा यसै हुन्छ त्यसरी नै भन्नु छैन भने आज मेरो फ्लाइट त्यही भयो भने चाहिँ आई वुड गएको श्री एयरलाइन्स म त स्टाफहरू बोल्दै अहिलेसम्म यस्तो एक्सपिरियन्स कहिले पनि भएको थिएन कि अरू टिटो भन्दाखेरि मेरो जस्तो नराम्रो एक्सपिरियन्स भएको थिएन नि त के भन्यो होला यस्तो भन्यो होला आज देखिहाल्यो 2:15 भइसक्यो 10 मिनट मात्र छ फ्लाइट हुनलाई लेट्स सी वाट विल डु अनअनाउन्स सोडाउ पनि भएन कि लियोसँग सुन्नु सिआरलाई फोन गरेर ए तपाईँ जाँदाखेरि लौका पनि हुन्छ त्यतिकै पठाउनु पनि हुन्छ भनेर भनेको मान्छे वाट इज दिस बिहेभियर स्टाफ हेल्प गर्न आएन जो को जस्तो यतादेखि उतादेखि उता गएको छ अब एकचोटि पनि उतादेखि यता आउनु परोस् न त्यसपछि मैले जान्छु के गर्नुपर्छ श्री एयरलाइन्सलाई भनेर गयो आएर रिसिभ गर्नलाई एटलिस्ट हुन्छ नि एउटा गाइड गरिदिने मान्छे चाहिन्छ कि चाहिँदैन खै दाइ गाइड गरिदिने कोही पनि छैन त्यहाँ श्री एयरलाइन्सबाट कस्तो भिडियो नबिच्नु हो र आफ्नो कस्टमर सर्भिस राम्रोसँग नदिने त्यो दाइको अलिकति बोल्ने सहमत छैन कि यो दाइको गएको अहिले सर जाने बेला अनि हामीलाई पनि लगेर जानुपर्छ कि पर्दैन भन्नु त न त तपाईँहरूको फोन उठ्छ न केही गर्छ यही लिन आउनु भन्नु त्यो सबको कुन चाहिँ छहरू खै हेरौँ हामी पनि 2 पिस भयो फ्लाइट यहाँदेखि जानु यति जान्छ भने उहाँ गएपछि जाने पनि हुन्न मैले बेला चाहिँ 2:25 को फ्लाइट 2 पिस भइसक्यो जङ्गा गरेर चल्नु छ पहिला नथाक है अहिले बदल्नु छ परिवेश भैरव आइन लियो चढ्दैछिन् भित्र जान खोज्दैछिन् कता 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 यता बाहिर यता र स्टारबक्स कफी लाएर बिन्दास लाइफ यसैको छ हेर कति आनन्द छ नयाँलाई खानाको चिन्ता नयाँलाई काम गर्नुको चिन्ता आए केटा आए लियो बस लियो सिट भने पनि मान्दैन यस्तो छ पारा भन्छ अञ्चले मेरो पारा यस्तै छ हस्पिटलमा भैरव चाहिँ घन्टीको महल छ है घन्टीको घन्टी घन्टी गाइस हामी चाहिँ धानको लगाइसक्यौँ ईश्वर गोदारी होटेलमा अनि लियोले आफ्नो खाना खाँदैछ म आफ्नो खानाको लागि कुर्दैछु अब यहाँदेखि अझै 2 घन्टा जति लाग्छ होला म थकाइरहेको लियो त पुरा महाराज जसरी बसिरहेको छ त्यहाँभित्र लियोले यहाँ नयाँ साथी बनाउँदैछ के हो यसको नाम के हो सिन्जु केटा हो केटी ए केटा साथी बनाउँछ लियोले सिन्जु आए सिन्जु
घुरिरहेछ आऊ त इज डेन्जरस यता आऊ मलाई भोक लाग्छ मेरो पछाडि एकदम ब्युटिफुल मुन देख्न सक्नुहुन्छ तपाईँहरू सबैले लियो खेलिरहेछ त्यो सिन्धुसँग लियो यो लियोलाई के कसैको बाल मतलब छैन यसलाई मेरो पनि बाल मतलब छैन यसलाई मैले घर छोडिदिएँ भने पनि यो खुसी खुसी बस्छ म बिना तर म बस्न सक्दैन यो बिना वाट इज दिस सायरी भन्यो त वा त्यसपछि हामी लोकल खाना खाँदैछौँ एकदम बेस्ट हुन्छ खाना स्मिट गगन ओली दाइ के छ त दाङ क्षेत्र नम्बर 1 को राष्ट्रिय स्वतन्त्र पार्टीले क्लिन स्विप हान्दैछ म प्रचार प्रसारबाट मौन अवधि सुरु भएदेखि अब चाहिँ शान्त भएर बस्दैछु आज 12 बजेबाट म कतै पनि जान्न घरै बसेर मस्त मौन अवधिको पालना गर्नेछु राष्ट्रिय स्वतन्त्र पार्टीलाई जिताउन तपाईँ जुनसुकै ठाउँबाट भिडियोहरू हेर्नुहुन्छ नि राष्ट्रिय स्वतन्त्र पार्टीलाई एक भोट दिनुहुन्छ भन्ने विश्वास बसेको छु राष्ट्रिय स्वतन्त्र पार्टीलाई दाङ जिल्लाभरि मात्रै नभएर नेपालैभरि जिताउनु हार्दिक अनुरोध म चाहिँ के भन्छु भने अब सोच्ने बेला भएको छ 30औं वर्ष राजनीतिक सत्ता हटाएकाहरूलाई चाहिँ अब सत्ताको शक्तिमा मस्त पर्न नदिने र हामी नयाँहरूले चाहिँ अब पुस्तान्तरण हुनुपर्छ भन्ने लाइनमा लागिरहेको बेला चाहिँ युवाहरू चान्स पाउनुपर्छ देशमा धेरै युवाहरू चाहिँ चुनाव लड्दैछ राष्ट्रिय स्वतन्त्र पार्टीले हरेक वर्गका शिक्षित व्यक्तिहरूलाई चाहिँ उम्मेदवार बनाएको छ त्यसमा चाहिँ सबै ठाउँबाट सबैलाई जिताइदिनु हुन्छ भन्ने हार्दिक अनुरोध गर्दै के भन्न चाहन्छु भने 21 गतेको मत चाहिँ आफ्नो मतलाई चाहिँ अधिकारको रूपमा प्रयोग गरेर सबै क्षेत्रमा सबै ठाउँमा राष्ट्रिय स्वतन्त्र पार्टीको जित सुनिश्चित गर्न हजुरहरूको हातको कुरा छ हजुरको एक मत राष्ट्रिय स्वतन्त्र पार्टीलाई भन्न चाहन्छु थ्याङ्क यू दाइ मेरो च्यानललाई के भन्न चाहनुहुन्छ कि तिम्रो च्यानललाई चाहिँ सबैले सब्सक्राइब गरिदिनुहोस् सेयर गरिदिनुहोस् होइन हाम्रो गुन्जन शाहलाई चाहिँ सबै ठाउँ पुऱ्याइदिनुहोस् हाम्रो लेडी राइडर भनेर चिन्ने बनाइदिनुहोस् एकदम बाइक राइडर चाहिँ कडा हुनुहुन्छ उहाँहरू सबै सपोर्ट गरिदिनु है साथी धन्यवाद गाइस हामी फाइनली घर आइपुग्यौँ अहिले बजेको छ 9:14 यहाँ लियो डुल्दैछ एकछिन अब लियोलाई पोटी गराउन जाँदैछु म आजको लागि यति नै इफ यु इन्जोय वाचिङ दिस भिडियो देन मेक स्योर यु हिट द्याट सब्सक्राइब बटन एन्ड लाइक दिस भिडियो कमेन्ट सेयर व्हाट यु वान्ट टु डु स्टे ट्युन गाइस फर नेक्स्ट बन्ने छौरा तमाराको बनेर जिज्जाई डाका माडाको छोडेर उड्ने छ देश लियो यहाँ घरमा खेल्दैछ अब त्यो खोरलाई अब लिएको खोर बनाउने हो लियो मम्मीसँग खेल्दैछ लियो मम्मी इलेक्सन नजिकिँदैछ अब हजुरहरू जनतालाई के भन्न चाहन्छ त जनताले सोच विचार गरेर भोट दिनु होला पहिलाको जस्तो धोका नपाउनु होला अहिलेसम्म हामीले 35-36 वर्षसम्म फुल्ली हेरेको हो भोट दिएर अहिलेसम्म केही भएको छैन होइन अब चाहिँ राम्रोसँग कसलाई दिँदा ठिक हुन्छ हजुरहरूको मनले मनन गरेर भोट हाल्नु होला चाहे मन्दिर जाँदा होस् चाहे स्कुल जाँदा होस् चाहे कलेज जाँदा होस् योभन्दा मेन कुरो चाहिँ अरू केही पनि छैन म यति भन्न चाहन्छु हजुरहरूलाई र हाम्रो दाजुभाइ दिदीबहिनीहरू जति पनि परदेशमा हुनुहुन्छ नि उहाँहरूलाई चाहिँ नेपालमै बोलाएर नेपालमै रोजगारी एउटा गरी खाने बाटो देखाइदिनुहोस् त्यसको लागि चाहिँ सपोर्ट कसलाई गर्नुपर्छ हजुरहरूलाई थाहा छँदैछ मैले मुख खोलेर बोल्न जरुरी छैन अब 21 गतिको चुनावमा चाहिँ हजुरहरूले चाहिँ मनैदेखि कसलाई दिन मन लाग्छ कसलाई दिएपछि भोलिको दिनमा हामीलाई यस्तो हुन्छ हाम्रा छोराछोरीले परदेशमा गएर दुःख नपाउन् र हाम्रा नेपाली दाजुभाइहरू नेपाल फर्केर आफ्नो नेपालमा केही गरून् भन्ने चाहनुहुन्छ भने अब सोच्नु होला म चाहिँ केही भनेन त्यसैले चाहिँ भोट फर बुझ्नु होला आफै हस् त धन्यवाद